31 वर्षसम्म नेपालको सत्ता सम्हालेका भीमसेन थापा अंग्रेजलाई समेत घोडा टेकाएका नेपालका पहिलो मुखतियार आखिर किन आफ्नै खुकुरीले आफ्नै घाँटी रेट्नु पर्यो? के उनी कुनै अपराधबाट डराएका थिए वा आफ्नै विरोधीहरूले बुनेको एउटा यस्तो षड्यन्त्र थियो जसले 64 वर्षका यो योद्धालाई भित्रैदेखि तोडिदियो? कुरा हो विक्रम सम्वत 1896 साउन 8 गतेको। रानी साम्राज्य लक्ष्मी र पाण्डे खलकले भीमसेन थापालाई सिद्ध्याउन बालक राजकुमारलाई विष दिएर मारेको झुटो आरोप लगाएका थिए। भीमसेनलाई बाग दरबारको अँध्यारो भुइँतलामा नजरबन्द गरिएको थियो। उनी जेल र यातनासँग डराउने मान्छे थिएनन्, तर उनका विरोधीहरूलाई थाहा थियो भीमसेनलाई शारीरिक रूपमा तोड्न सकिँदैन, उहाँको स्वाभिमानमा प्रहार गर्नुपर्छ र विरोधीहरूले एउटा अमानवीय र झुटो अफवाह फैलाए। नजरबन्दमा रहेका भीमसेनको कानमा खबर पुर्याइयो, तपाईको श्रीमतीलाई नाङ्गै पारेर बजार घुमाइदैछ र पोडेहरूलाई सुम्पिने तयारी हुँदैछ। 31 वर्ष देशको सर्वोच्च पदमा रहेका स्वाभिमानी भीमसेनका लागि आफ्नी श्रीमतीको यो हुर्मत र अपमान सहन सक्ने क्षमता बाहिरको कुरा थियो। उहाँलाई लाग्यो मेरो जीवित उपस्थिति नै मेरो परिवारको अपमानको कारण बन्यो। त्यही मानसिक प्रताडना र असह्य अपमान सहन नसकेर साउन 8 गते साँझ उहाँले आफ्नै खुकुरी निकालेर आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गर्नुभयो। घाँटी रेटिए पनि उहाँको तुरुन्तै मृत्यु भएन, तर क्रूरताको हद तब पार भयो जब रगतले लतपतिएको अर्धचेत अवस्थाको उहाँको शरीरलाई त्यही रात लगेर विष्णुमतीको बगरमा फालियो। साउनको मध्य बर्सात दर्काउँदो झरी र बगरमा छटपटी रहेका पूर्व मुखतियार उहाँलाई बचाउन वा थोरै पानी दिन समेत कसैलाई अनुमति थिएन। पुरा 9 दिनसम्म उहाँ त्यो बगरमा जिउँदै पल्टिरहनु भयो। कुकुर, स्याल र गिद्धहरूले उहाँको जिउँदो मासु लुछिरहे। अन्ततः साउन 16 गते 64 वर्षको उमेरमा उहाँले अन्तिम सास फेर्नुभयो। मरेपछि पनि उहाँको दाह संस्कार गर्न दिइएन, सिङ्गो शरीर जनावरकै आहारा बन्यो। यो अमानवीय अपराधपछि भीमसेनको श्रीमतीले सती जानु अघि देशलाई एउटा भयानक श्राप दिइन्, यो देशमा देशभक्ति राख्ने र देशको हितमा काम गर्ने कसैको पनि भलो नहोस्। विडम्बना भीमसेनको मृत्युपछि पुनः छानबिन गर्दा प्रमाणित भयो उहाँ पूर्ण रूपमा निर्दोष हुनुहुन्थ्यो। 20 मुद्दा त केवल राजनीतिक बदला लिने षड्यन्त्र मात्र थियो। आज पनि काठमाडौँको विष्णुमती किनारमा रहेको भीममुक्तेश्वर मन्दिर नेपालको त्यो सबैभन्दा कालो र अमानवीय इतिहासको मौन साक्षी बनेर उभिरहेको छ। देशका लागि जीवनभर लडेका वीरलाई आफ्नै देशमा यस्तो हसर हुनु इतिहासको ठुलो त्रासदी हो। यस विषयमा तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोला।